नयाँकोट गइरहेछौँ गाइजहरू। आज एक दिन टुरमा त्यही बस्ने हो। भैरवदेखि नयाँकोट 4-5 जना 6 जना छौँ। बोट आइसकेको छ। अब सिडी चढिरहेछ। सिडी पनि लम्बा लम्बा। खुट्टा दुखिसक्यो अहिले जो। रवि आइज छिटो। मायाको समुद्र हेर्न। It's a view यार ब्रो। हैन दोस्त यही खाना आइज यहाँ। नहीं जाऊ। बाटो हेर न यति हो यहाँ। अबे भत्केको हेर्न। ए माया बुटोल देखिरह। केला हेरौ न यहाँ यताबाट आइज के त साइडमा पकड्दिनु। अबे छाता रुक मुख छाती। यो डर यसको मुखमा डर। डर देखिए कि यति गर्न लाग्छ। 1 घण्टा लाग्छ। यो त हामी कति पो हिँड्यौं 1 घण्टा हिँड्यौं। 15 मिनेट मैले चाहिँ 1.5 घण्टा नि भयो। औडा गाइस हरि थकेला हट। पेट दुखिसक्यो। फोटो के खिचे कालो तारो। हामी आइसक्यौँ नयाँकोट। कति घण्टा लाग्यो यार हामीलाई आएको? 2 घण्टा 2 घण्टा लागिसक्यो आउँदा आउँदा माथि है। यहाँ माथितिर नयाँकोटतिर स्कुल पनि छ। सरकारी स्कुल कति राम्रो हो अबे टक्क यस्तै गराइ मात्र हो। चाहिँ के यस्तो भन्ने हल्का अझै कुन लेभलको जति भन मलाई तल काटफाट भएको टिसी भएको अरे। नौकोट आयो भने एउटा मन्दिर छ राम्रो हैन। टक्क पंखा हालेको सफा। Guys, this one is our barbecue at Nuwakot है। नुवाकोटमा न अति बबाल यहाँ बार्बिक्यू गर्दै हो। अझै यहाँ यो हाम्रो बार्बिक्यू म्यान फेरि गइदियो हैन। सबैलाई थाहै छ। यहाँ केटाहरू मज्जाले गाना सुनेर बसिरहेको हैन। यहाँ हो यो सन्देश हो हैन। उहाँ जीवन दन्ती बसिरहेको हाम्रो यहाँ नुवाकोटको दाइ बस्नु होटलको हैन। आफ्नै दाइ यो आफ्नै। यहाँ यो रुख चाहिँ दामी है। हाम्रो रुखमा लाइट छ। उता त पुरै पहाडै पहाड केही देखे हैन। लास्टै माथि रहेछ चिसो हैन। अनि हामी चाहिँ यो चाहिँ यहाँ रेस्टुरेन्ट जस्तो बनाउनु हुन्छ दाइले। टक्क हामी बस्ने यहाँ हो है। अति बबाल। अनि यहाँ भएको हेर त्यस्तै बार्बिक्यू गर्थ्यौँ। त्यसले खान्थ्यौँ यहाँ बसिन्थ्यौँ मिठो पारामा नाचिन्थ्यो बसिन्थ्यो। सबै एकचोटि उठाएर यताको कोइला बालन जस्तो लाग्छ। है यसो सबजना हेर। त्यताको कोइलामा आगे छैन कि जस्तै भएर टुकर गर्न नफुक अहिले। न एबे दोस्त नफुक न यार। यहाँ नि यता जम्मा बोलेको छ भन्दा। कस्तो काटिरहेको। यहाँदेखि होटलको बाटो देखिरहेछ। एकदम ढिलो है। तेरो कभर ल्याउन राम्रो आएकै छैन। परिवारसँग यहाँ नै क्लियर जो आएको छैन। बल्ल कभर निकाल्न फाल्छ। से भन्छ नि यति भने।
खतरावाला बारबिक्यू गर्छ है खतरा बारबिक्यू मेन हो ओ गाइस सैया दोस्त क्यामेरा चाहिँ चस्मा दिल काला चस्मा हो है गाइस दन्ते आइज त आइज न तेरो नि चस्मा आउँछ कडी मेरो साथीलाई गइरे तेरोमा चस्मा रुक या क्या दोस्त बाबु तेरोमा कहाँ गयो त अरे कहाँ हो क्रस फायर गाइस ओ मागु टुरुल ल केटाहरु डाँडा हेर त ए ना क्लिक नगर कि छोडिदिए अब गाना लगा ओ चाहिँ यहाँ जसको त थोरै देखेन कालोहरू क्या अँध्यारो भएर बिनेको त झन् फेसै देखेन ल दन्ते त गायबै हुन्छ होला भाइ मारो हामी बस्ने यहाँ हो गाइस होइन यहाँ हो यो रेस्टुरेन्ट हो यहाँ बसेर डक्टर खाएर यहाँ सुत्ने होइन अनि ओ मा गुड टुरुला भन्दै जस्तो यहाँ अगाडि आएर त भन्दैन जस गइ अब मैले टोमी नल्याएर गल्ती गरेँ यार च्या दन्तेले खाइरा भात खाइरा पनि सबैले दामी पारामा मिठो नपुले खाइरा कमेन्ट यसले त सबभन्दा धेरै भात खान्छ है कहिलेले उहाँ हाम्रो दाइ बस्नु होला हाम्रो भात खाइदिने हाम्रो भेरी भेरी प्यारो दाइ उहाँ बस्नु हो दाइ है दाइ दिन हाम्रो प्यारो दाइ हो ए हाम्रो प्यारो दाइ हो यता गुड मर्निङ गाइस नवकोट बिहानको सिन नवकोट आउनुहुन्छ भने घुम्नु होला अनि यहाँदेखि सबै घरहरू देखिरहेछ बुटोलामा मजा आछ मजा भनेको मजै हो अर्कै मजा